हेलो स्टुडेन्ट्स, यहाँहरूलाई मैले हिजोको भिडियोमा फाइनल एकाउन्टको एउटा कम्प्लिट प्रब्लम गरेर बुझाउने प्रयास गरेँ भने 2077 सेट आरको प्रब्लम गरेर बुझाउने प्रयास गरेको थियो भने आज त्यस्तै गरेर 2076 जिआई सेट ए भनेर यसको प्रब्लम गरेर यसलाई सल्भ गरेर उहाँहरूलाई बुझाउने प्रयास गर्नेछु। यहाँ पनि यो ट्रेडिङ एकाउन्ट, प्रॉफिट एन्ड लस एकाउन्ट, पिएल एप्रिसिएसन एकाउन्ट र ब्यालेन्स सिट सबै सोधिएको छ। सबैभन्दा पहिला हामीले यो क्वेसन राम्रोसँग हेर्नुपर्ने हुन्छ। यो ट्रायल ब्यालेन्स हामीलाई दिएको छ। यो ट्रायल ब्यालेन्समा डेबिट र क्रेडिट भनेर आइटमहरू दिएको छ। यहाँ यो आइटमहरू कता कता जान्छ भनेर हामीले बुझ्नुपर्ने हुन्छ। डेबिट साइडमा ओपनिङ स्टक भनेर दिएको छ। यो ओपनिङ स्टक भनेर दिएको हामीले यो ट्रेडिङमा जान्छ भनेर बुझ्नुपर्छ। त्यसपछि पर्चेज भनेर दिएको छ, यो पनि ट्रेडिङको डेबिटमा नै जान्छ। इन्भेस्टमेन्ट भनेर छ, यो चाहिँ एसेट्स हो। त्यस्तै गरी इक्विपमेन्ट भनेर छ, इक्विपमेन्ट पनि एसेट्स हो। बिलिङ पनि एसेट्स हो। त्यस्तै गरी डेप्टर्स नै एसेट्स हो। वेजेस भनेको यो ट्रेडिङकै डेबिटमा आउँछ। अनि त्यसपछि रेन्ट भनेर छ, यो पिएलमा आउँछ। हामीले त्यसै गरेर स्यालेरी भनेर छ, यो स्यालेरी पनि यो पिएलमा आउँछ। इन्सुरेन्स भन्छ, यो पनि पिएलमा आउँछ। क्यास भनेर छ, यो क्यास एसेट्समा आउँछ। त्यस्तै गरेर क्रेडिट साइडमा हेरौँ, सेयर क्यापिटल, यो क्यापिटल लिएबिलिटिजमा आउँछ। प्रॉफिट एन्ड लस एकाउन्ट, हामीले प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट गर्दा हामीले राख्छौँ यसलाई। रिजर्भ फन्ड, हामीले रिजर्भ फन्ड भनेर यो चाहिँ क्यापिटल लिएबिलिटीमा आउँछ। कमिसन रिसिभ एडभान्स भनेर दिएको छ हामीलाई चाहिँ, यो एडभान्स कमिसन भनेर चाहिँ यो लिएबिलिटीमा आउँछ। त्यसै गरेर सेल्स भनेर छ, यो ट्रेडिङको क्रेडिटमा आउँछ। पर्चेज रिटर्न हामीले पर्चेजबाट घटाइन्छ। क्रेडिटर्स भनेर छ क्यापिटल लिएबिलिटीमा। त्यसै गरी एडिसनल इन्फर्मेसन हेरौँ, क्लोजिङ स्टक भनेर आरएस 72,000 दिएको छ। त्यस्तै गरेर आउटस्ट्यान्डिङ वेजेस, क्लोजिङ स्टक भने चाहिँ हामीले ट्रेडिङको क्रेडिटमा र ब्यालेन्स सिटको एसेट्समा आउँछ। यो हामीले एउटा बुझ्नुपर्ने हुन्छ। यो एडिसनल इन्फर्मेसन दिएका कुराहरू, यी सबै कुराहरू दुई ठाउँमा आउँछ भनेर हामीले बुझ्नुपर्ने हुन्छ। क्लोजिङ ट्रेडिङमा आउँछ, त्यसपछि ब्यालेन्स एसेट्समा आउँछ। आउटस्ट्यान्डिङ वेजेसमा जोडिन्छ, त्यसपछि क्यापिटल लिएबिलिटिजमा हामीले लेखिन्छ, करेन्ट लिएबिलिटीमा लेखिन्छ। डेबिसन इक्विपमेन्ट भनेर पिएलमा डेबिसन इक्विपमेन्ट भनेर लेखिन्छ। त्यसै गरी ब्यालेन्स सिटमा इक्विपमेन्ट भनेर लेस डेबिसन भनेर लेखिन्छ। प्रोभिजन ब्याड डेट भनेर पिएलमा यो प्रोभिजन फर ब्याड डेट भनेर लेखिन्छ भने ब्यालेन्स सिटमा डेप्टर्सबाट यो घटाइन्छ, यो ब्याड डेट। प्रपोज डिभिडेन्ड भनेर यो चाहिँ पिएल एप्रिसिएसनको डिभिडेन्ड प्रपोज डिभिडेन्ड भनेर लेखिन्छ। ब्यालेन्स सिटमा क्यापिटल लिएबिलिटीजमा यो आउँछ भनेर बुझ्नुपर्ने हुन्छ। यसरी ट्रेडिङ एकाउन्ट, प्रॉफिट एन्ड लस एकाउन्ट, प्रॉफिट एन्ड लस एप्रिसिएसन एकाउन्ट र ब्यालेन्स सिट दिएको छ। यहाँलाई आज पनि प्रब्लम गरेर यहाँलाई बुझाउने प्रयास गर्नेछु। 2076 जिआई, 2076 जिआई सेट ए। ल, ट्रेडिङ अकाउन्ट for the year ended भनेर छ। DR, CR, particulars, RS, particulars, RS। हेरौँ अब के आउँछ त, टु ओपनिङ स्टक, टु ओपनिङ स्टक भनेर छ। ओपनिङ स्टक भनेर कति छ त, 60,000 दिएको छ, 60,000। त्यस्तै गरेर टु पर्चेज
पर्चेज भनेर दिएको छ पर्चेज भनेर 4,20,000 दिएको छ लेस पर्चेज रिटर्न लेस पर्चेज रिटर्न भनेर छ पर्चेज रिटर्न कति छ 3,000 दिएको छ भने 4,17,000 भयो त्यसै गरी अरु के छ टु वेजेज भनेर छ टु वेजेज भनेर छ वेजेज भनेर कति छ 90,000 दिएको छ 90,000 दिएको छ त्यसै गर्दा एड के गर्नु पर्यो आउटस्ट्यान्डिङ वेजेस आउटस्ट्यान्डिङ भन्यो भने एड गर्ने प्रिपेड भन्यो भने हामीले लेस गर्नुपर्ने हुन्छ एड आउटस्ट्यान्डिङ वेजेस भनेर छ आउटस्ट्यान्डिङ वेजेस भनेर छ कति छ 5,000 छ 95,000 त्यसै गरी अरु के छ क्यास अरु के छैन बाई सेल्स भनेर छ बाई सेल्स भनेर के छ त सेल्स भनेर 9,20,000 हामीलाई सेल्स रिटर्न दिएको छैन लाउटी पुलमाले लेखौं 9,25,000 बाई क्लोजिङ स्टक भनेर छ क्लोजिङ स्टक भनेर दिएको छ क्लोजिङ स्टक भनेर कति दिएको छ 70,000 दिएको छ हामीलाई कहिलेकाहीँ यो क्लोजिङ स्टक भनेर ट्रायल ब्यालेन्स भित्रै दिन सक्छ ट्रायल ब्यालेन्स भित्र दियो भने हामीले यहाँ आउँदैन एकैचोटी ब्यालेन्स सिट नमात्रै लेख्नुपर्छ भनेर बुझ्नु पर्ने हुन्छ अब सेल्स रिटर्न दिएको भए बाई सेल्स लेख्ने यिनीहरूमा लेस सेल्स रिटर्न गरेर अनि क्लोजिङ स्टक राख्नु पर्ने हुन्छ कहिलेकाहीँ हामीलाई यस्तो पनि दिन सक्छ क्लोजिङ स्टकको कस्ट प्राइस र मार्केट प्राइस भनेर दिन सक्छ त्यस्तो दियो भने बेलामा के त यो जुन कम छ त्यसलाई चाहिँ हामीले लेख्ने भनेर बुझ्नु पर्ने हुन्छ 9,25,000 र 70,000 गरेर 9,97,000 भनेर छ 97,000 माइनस लगाइरहौँ 9,97,000 60,000 minus 4,17,000 minus 95 4,25,000 हामीले के लेख्नु पर्यो त यसमा टु ग्रस प्रॉफिट सीडी भनेर 4,25,000 भनेर यहाँ लेखौं र टोटलमा के गरौँ त यहाँ लेखौं 9,97,000 यसरी हामीले के त यो ट्रेडिङ एकाउन्ट यसरी हो गरौँ प्रॉफिट एन्ड लस एकाउन्ट भनेर गरौँ अब हामीले यसमा हेरौं बाई ग्रस प्रॉफिट बीडी भनेर छ ग्रस प्रॉफिट बीडी भनेर कति आएको छ त 4,25,000 आएको छ त्यसै गरी केही चाहिएर शेयर क्यापिटल छ यो यहाँ हैन आउँदैन प्रॉफिट एन्ड लस एकाउन्ट हैन रिजर्भ फन्ड कन्सिडरेसन एडभान्स सेल्स पर्चेज अरु केही पनि छैन त्यसपछि 2 मा हेरौं प्रॉफिट एन्ड डेबिट मा हेरौं 2 के आयो त बिलिङ डेब्टर वेजेस रेन्ट टु रेन्ट भनेर हेरौं रेन्ट भनेर लेखौं कति छ रेन्ट भनेर टु रेन्ट भनेर कति छ 48,000 छ 48,000 छ त्यसै गरेर टु स्यालेरी
टु स्यालेरी भनेर छ, टु स्यालेरी भनेर छ, टु स्यालेरी भनेर कति छ 1,20,000 छ। त्यस्तै गरेर अरू के छ स्यालेरीमा आउटस्ट्यान्डिङ भयो जोड्ने, प्रिपेड भयो घटाउने, अनि त्यसपछि यहाँ केही छैन हाल्ने नि स्यालेरी। टु इन्सुरेन्स भनेर छ, टु इन्सुरेन्स भने कति छ त 6,000 छ। त्यस्तै गरेर टु डिप्रिसिएसन अन इक्विपमेन्ट, टु डिप्रिसिएसन अन इक्विपमेन्ट भनेर छ, डिप्रिसिएसन अन इक्विपमेन्ट भनेर छ। इक्विपमेन्टको भ्यालु कति छ 3 लाख छ, 10% अफ 3 लाख भनेर लेख्ने, कति हजार 30,000 चाहिँ डिप्रिसिएसन लेख्ने। त्यस्तै गरेर अरू के छ प्रोभिजन फर ब्याट्री, प्रोभिजन फर ब्याट्री भनेर छ, न्यू प्रोभिजन। जब हामीले एडिसनल इन्भेस्टमेन्ट यो दिन्छ यिनीहरू भनेको न्यू हो भनेर बुझ्नु पर्यो। माथि ट्रायल बानाभित्रै दियो भने त्यसलाई ब्याट्री भनेर लेख्ने, अब भनौँ एडिसनल इन्भेस्टमेन्ट दियो भने चाहिँ त्यसलाई न्यू भनेर लेख्ने, अथवा लेखिएन भने पनि हामीले यो न्यू हो भनेर बुझ्नु पर्यो। पछि गएर ब्यालेन्स सिटमा डेप्टर्सबाट यसलाई घटाएर राख्नुपर्छ भनेर बुझ्नु पर्यो। टु न्यू प्रोभिजन फर ब्याट्री, न्यू प्रोभिजन फर ब्याट्री भनेर छ। कति छ त यो जहिले पनि डेप्टर्सको अथवा डेप्टर्सको सट्टामा बुक डेट पनि दिन सक्छ, अथवा त्यो दिएन भने एकाउन्ट रिसिभेबल बिल रिसिभेबल पनि दिन सक्छ। 5% छ। डेप्टर्स भनेर कति छ 60,000 छ, 5% अफ 60,000 भयो कति छ 3,000 भयो। अरू केही छ? अरू केही छैन। 4,25,000 बाट हामीले यतापट्टि यो घटाउँ, 25,000 माइनस 48,000 माइनस 1,20,000 माइनस 6,000 30,000 माइनस 3,000 2,18,000। ल 2,18,000 भनेर लेखौँ। 2 के आयो नेट प्रॉफिट सिडी भनेर लेखौँ। 2,18,000 यहाँ लेखौँ। हामी कति आयो त टोटलमा 4,25,000 भनेर लेखौँ। पनि ल यसरी हामीले के त यो प्रॉफिट एन्ड लस एकाउन्ट भयो। प्रॉफिट एन्ड लस एकाउन्ट हामीले यसरी गर्यौँ। यहाँ बुझ्नु पर्यो हामीले रेन्ट स्यालेरी भनेर, रेन्ट अनि आउटस्ट्यान्डिङ भयो जोड्ने, प्रिपेड भयो घटाउने, स्यालेरी पनि त्यस्तै हो, इन्सुरेन्स पनि त्यस्तै हो। डिभिजन भनेर आयो, एप्रिसिएसन दियो भने यतापट्टि केही साइनमा आउँछ, डिभिजन भनेर यता आउँछ। न्यू प्रोभिजन फर ब्याट्री भनेर यहाँ आयो, न्यू ओल्ड प्रोभिजन फर ब्याट्री भनेर यदि क्वेसनमै दिएको भए प्रोभिजन ब्याट्री भनेर यताबाट आउँछ भनेर बुझ्नु पर्यो। अर्को हेरौँ, प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट भनेर लेखौँ। ल अब हामीले यसमा गएका के विचार गर्नुपर्छ भन्दाखेरि प्रॉफिट एन्ड लस एकाउन्ट भनेर 50,000 क्रेडिटमा दिएको छ। यसलाई के गर्ने त हामी जहिले पनि बाई ब्यालेन्स बिडी भनेर लेख्ने। कति छ 54,000 छ, 54,000 छ। त्यस्तै गरेर बाई अघिका नेट प्रॉफिट बिडी भनेर छ, नेट प्रॉफिट बिडी भनेर छ। कति छ नेट प्रॉफिट बिडी भनेर कति छ 2,18,000 हाम्रो आएको छ। हजुर आएको छ त त्यहाँ लेख्ने, अरू यहाँ केही पनि छैन। त्यसपछि 2 के आयो त जनरली हामीलाई प्रपोज डेबिट भनेर दिने आउँछ,
त्यस्तै एडिसनल इन्फर्मेसन जनरल रिजर्भ ट्रान्सफर टु जनरल रिजर्भ भनेर दियो भने यहाँ आउँछ। कहिलेकाहीँ हामीले ट्याक्स पेड लास्ट इयर भनेर दियो भने नि यसमा आउँछ भनेर भन्नुपर्ने हुन्छ। अरू त्यस्तो दिइरहेको छु मैले हामीलाई सो दिँदैन त्यस्तो। टु प्रपोज डिभिडेन्ड भनेर छ। प्रपोज डिभिडेन्ड भनेर छ। प्रपोज डिभिडेन्ड जहिले पनि सेयर क्यापिटलको राख्नुपर्ने हुन्छ। 10% अफ 66 लाख नानीले पनि 6 लाख भनेपछि के भयो त 60,000 यहाँ आयो। 60,000 अरू यहाँ केही दिएको छैन। भनेपछि 2,54,18 भनेको कति छ त 2,72,000 यहाँ दिएको यति टोटल आयो भने अब हामीले टु के लेखेर टु ब्यालेन्स सिडी भनेर लेख्ने कति छ यो बाटो भन्दा 2,12,000 भनेर लेख्ने। त्यसरी 2,72,000 भनेर भयो। त्यसरी हामीले यो प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट यसरी गर्यौं। ल अब हामीले हेरौं अब के दिएको छ शेयर क्यापिटल भनेर दिएको छ। शेयर क्यापिटल अन्तर्गत शेयर क्यापिटल भनेर लेखौं। अथोराइज शेयर क्यापिटल भनेर दिएको छ। हामीले अर्को केही दिएको छैन। दियो भने हामीले यसलाई अन्डरलाइन गरेर राखिदिन्छौँ। त्यसैले अर्को छ issued and paid up capital भनेर छ। क्यापिटल भनेर दिएको छ। issued and paid up capital भनेर 6 लाख दिएको छ। 6 लाख दिएको छ। त्यसैगरी शेयर क्यापिटल दिएको। त्यसैगरी अर्को छ रिजर्भ एन्ड सरप्लस। रिजर्भ एन्ड सरप्लस अन्तर्गत के दिएको छ त हामीलाई अब प्रॉफिट एन्ड लस हामीले ब्यालेन्स सिडी गरेका छौं। प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट भनेर हामीले कति ल्याएको छौं हामीले 2,12,000 हामीले लेखेका छौं। ब्यालेन्स सिडी गरेका छौं। त्यो भयो भने यतापट्टि आउँछ भनेर भन्नु पर्यो। त्यसैको अर्को छ हाम्रो यहाँ रिजर्भ फन्ड पनि आउँछ। रिजर्भ फन्ड भनेर छ। रिजर्भ फन्ड भनेको कति छ त 90,000 हामीलाई दिएको छ। त्यसैले अर्को के छ रिजर्भ फन्ड भयो। अर्को सेक्योर लोन अन्तर्गत हाम्रो यहाँ केही पनि दिएको छैन। त्यसपछि अर्को अनसेक्योर लोन भनेर छ। अनसेक्योर लोन अन्तर्गत पनि केही दिएको छैन। त्यस्तै गरेर अर्को छ करेन्ट लिएबिलिटिज एन्ड प्रोभिजन। करेन्ट लिएबिलिटिज एन्ड प्रोभिजन भनेर दिएको छ। त्यस अन्तर्गत करेन्ट लिएबिलिटिज भनेर लेखौं। करेन्ट लिएबिलिटिज अन्तर्गत के छ त भन्दा करेन्ट लिएबिलिटिज अन्तर्गत के छ यहाँ चाहिँ यो भनेको कमिसन रिसिभ इन एडभान्स। कमिसन रिसिभ इन एडभान्स भनेर छ। कमिसन रिसिभ इन एडभान्स अन्तर्गत 12,000 छ। त्यसै अर्को छ क्रेडिटर्स भनेर छ। क्रेडिटर्स भनेर छ 80,000 क्रेडिटर्स दिएको छ। त्यसै गरी अर्को के छ शेयर क्यापिटल भइसक्यो। प्रॉफिट एन्ड लस आयो। रिजर्भ फन्ड हामी लेख्यौं। कमिसन रिसिभ एडभान्स पनि लेख्यौं। क्रेडिटर्स पनि आयो। त्यसपछि
क्लोजिङ डाउन यसमा आउँछ आउटस्ट्यान्डिङ वेजेस भनेर छ। त्यसपछि आउटस्ट्यान्डिङ वेजेस भनेर छ। आउटस्ट्यान्डिङ वेज कति छ त 5000 दिएको छ। त्यसै गरी करेन्ट एभरेज एन्ड प्रोभिजन अन्तर्गत के छ त प्रपोज डिभिडेन्ड भन्ने छ। अथवा हामीले यसलाई नछुटाइकन करेन्ट एभरेज प्रोभिजन अन्तर्गत एकै ठाउँमा पनि राख्न सक्छौँ। प्रपोज डिभिडेन्ड भनेर कति छ त यो चाहिँ 60,000 छ। यसरी यो ब्यालेन्स सिट हामीले यसरी गर्न सक्छौँ ल। त्यसै गरी अर्को चाहिँ यतापट्टि एसेट्समा फिक्स्ड एसेट्स भनेर छ। फिक्स्ड एसेट्स के छ त इक्विपमेन्ट बिल्डिङ भनेर छ। इक्विपमेन्ट 3 लाख, इक्विपमेन्ट भनेर कति छ त 3 लाख छ। यसको 10% डिप्रिसिएसन छ भने लेस डिप्रिसिएसन भनेर छ। डिप्रिसिएसन भनेर कति छ त 30,000 यसको डिप्रिसिएसन छ 10% हो 2,70,000 यो भयो। त्यसै गरी अर्को छ इक्विपमेन्ट अनि बिल्डिङ भनेर छ। बिल्डिङ भनेर छ कति छ 6 लाख छ। 6 लाख छ। त्यस्तै गरी अर्को के छ बिल्डिङ भयो। त्यस्तै गरेर अरू के छ फिक्स एसेट अनि इन्भेस्टमेन्ट भनेर छ। इन्भेस्टमेन्ट अन्तर्गत के छ त इन्भेस्टमेन्ट नै भनेर दिएको छ। इन्भेस्टमेन्ट भनेर दिएको छ कति दिएको छ 30,000 दिएको छ। 30,000 छ इन्भेस्टमेन्ट। त्यस्तै गरेर अर्को के छ अब करेन्ट एसेट लोन एडभान्स अन्तर्गत करेन्ट एसेट्स लोन एन्ड एडभान्स भनेर छ। करेन्ट एसेट्स लोन एन्ड एडभान्स भनेर छ। करेन्ट एसेट्स लोन एन्ड एडभान्स अन्तर्गत डेब्टर्स भनिदिएको छ 60,000। डेब्टर्स भनेर 60,000 दिएको छ। योबाट न्यू प्रोभिजन फर ब्याड डेट भनेर लेस न्यू प्रोभिजन भनेर छ। न्यू प्रोभिजन फर ब्याड डेट भनेर छ कति छ 3,000 छ भनेपछि 57,000। त्यस्तै गरेर अर्को छ अब के छ रेन्ट स्यालेरी भयो रेन्ट भइसक्यो। क्यास भनेर लेख्यो क्यास एट ब्याङ्क भनेर छ। क्यास एट ब्याङ्क भनेर छ 30,000 छ। त्यस्तै गरी अर्को के छ क्लोजिङ स्टक भनेर छ। क्लोजिङ स्टक भनेर कति छ त 72,000 छ। अरू के छ इन्भेस्टमेन्ट आयो इक्विपमेन्ट डिप्रिसिएसन घट्यो बिल्डिङ भयो डेब्टर्स भयो अनि क्यास भयो क्लोजिङ स्टक भयो। यसरी हामीले गर्न सक्छौँ ल। बोथ साइड जोडेर हेरौँ अब कति आउँछ यसमा हेरौँ 2,70,000 2,70,000 प्लस 6 लाख प्लस 30,000 plus 57,000 plus 30,000 plus 72,000
10,59,000 यहाँ होइन यसमा लास्टमा लेखौँ 10,59,000 भनेर यसरी। अब यो क्यापिटल एन्ड लायबिलिटी साइड पनि हेरौँ 6 लाख प्लस 2,12,000 प्लस 90,000 plus 92,000 plus 65,000 equal to 10,59,000 ल के भयो त 10,59,000 भनेर यसरी ल आजको भिडियोमा मैले यहाँलाई यो 2076 GIE सेटको प्रब्लम गरेर बुझाउने प्रयास गरेँ भने अब एउटा प्रब्लम यहाँलाई म यो भनेर के बुझाउने प्रयास गर्छु। यहाँ यो 25 नम्बरमा दिएको छ 26 GIE सेट बी प्रब्लम हो यो। यसलाई हेरौँ। अब यहाँ पनि हेरौँ ओपनिङ स्टक भनेर दिएको छ डेबिटमा, यो ट्रेडिङको डेबिटमा हुन्छ। पर्चेज भयो, पर्चेज भनेर पनि ट्रेडिङको डेबिटमा हुन्छ। डिस्काउन्ट भनेर दिएको छ, डिस्काउन्ट डेबिटमा दियो भने त्यो पिएलको डेबिटमै लेख्ने, क्रेडिटमा दियो भने क्रेडिटमै लेख्ने। अब कहिले हामीले डेबिटकै छुट्याएर नदिएर डिस्काउन्ट मात्रै दियो भने हामीले के त त्यो चाहिँ फेरि यो डिस्काउन्ट अलोड हो भनेर बुझ्नुपर्ने हुन्छ। त्यस्तै गरेर स्यालेरी यो पनि पिएलको डेबिटमा आउँछ। त्यस्तै गरेर वेजेस भनेर छ, वेजेस 83,000 छ, यो पनि ट्रेडिङको डेबिटमा नै आउँछ। त्यस्तै गरी क्यारिएज भनेर छ, यो क्यारिएज मात्रै दियो भने ट्रेडिङको डेबिटमा, क्यारिएज इन भनेर दियो भने ट्रेडिङको डेबिटमा, क्यारिएज आउटवार्ड भनेर दियो भने फेरि यो पिएल एकाउन्टमा आउँछ भनेर बुझ्नुपर्ने हुन्छ। डेप्टर्स एसेट्स हो, बिल्डिङ पनि एसेट्स हो, मेसिनरी पनि एसेट्स हो, क्लोजिङ स्टक हो। यहाँ के दियो त भने क्लोजिङ स्टक ट्रायल ब्यालेन्स भित्रै दियो। क्लोजिङ स्टक ट्रायल ब्यालेन्स भित्रै दियो भने हामीले के बुझ्नुपर्ने हुन्छ, यो चाहिँ एकैचोटि ब्यालेन्स सिटमा एसेट्समा आउँछ भनेर बुझ्नुपर्ने हुन्छ। एडिसनल इन्फर्मेसनमा दियो भने ट्रेडिङ एकाउन्टको क्रेडिटमा र ब्यालेन्स सिटमा एसेट्समा आउँछ, तर ट्रायल ब्यालेन्स भित्रै दियो भने एसेट्समा मात्रै आउँछ भनेर बुझ्नु पर्यो। त्यस्तै गरी क्यास पनि के हो त एसेट्स हो। रिटर्न इनवार्ड, रिटर्न इनवार्ड भनेको सेल्स रिटर्न, रिटर्न इनवार्ड भनेको सेल्स रिटर्न, रिटर्न आउटवार्ड भन्यो भने फेरि के त यो चाहिँ पर्चेज रिटर्न भनेर बुझ्नु पर्यो। रिटर्न आउटवार्ड छ पर्चेजबाट घटाउने, रिटर्न इनवार्ड छ सेल्सबाट घटाउने भनेर बुझ्नु पर्यो। त्यसैले क्रेडिट साइडमा हेरौँ, सेयर क्यापिटल 4 लाख भयो, यो क्यापिटल लायबिलिटीमा आइहाल्यो। 10% डिभिडेन्ड छ, यो 80,000 भनेर दिएको छ। यो 10% डिभिडेन्ड छ हामीले यो क्यापिटल एन्ड लायबिलिटिजमा यो सेक्युर अन्तर्गत हामीले राख्नुपर्ने हुन्छ। पिएल एकाउन्ट भनेर पिएल एप्रिभिएसनमा राख्ने। कमिसन भनेर 10,000 दिएको छ, माथि कमिसन भनेर 10,000 दिएको छ। यहाँ अहिले एडिसनल भर्सन हेरौँला। त्यसै गरी प्रोभिजन ब्याड डे भनेर क्रेडिटमा दिएको छ, यो पिएल एकाउन्टको क्रेडिटमा नै राख्ने। त्यसै गरेर क्रेडिटर्स भनेर दिएको छ यो क्यापिटल लायबिलिटीमा, सेल्स भनेर दिएको छ ट्रेडिङको क्रेडिट साइड राख्ने भनेर बुझ्नु। त्यस्तै गरी एडिसनल हेरौँ, डिप्रिसिएसन अन मेसिनरी, डिप्रिसिएसन मेसिनरी भनेर पिएलको डेबिटमा डिप्रिसिएसन अन मेसिनरी, मेसिनरीको भ्यालु कति छ, यो चाहिँ 2,20,000 छ, त्यसको 10% 22,000 चाहिँ हामीले यो पिएल एकाउन्टको डेबिटमा राख्ने। पछि गएर ब्यालेन्स सिटमा मेसिनरी भनेर लेखेर लेस डिभिजन गरेर राखेर आउटको रूपमा राख्नुपर्ने हुन्छ। इन्क्रिज अन प्रोभिजन ब्याड डे 8,000 भनेर छ, इन्क्रिज प्रोभिजन फर ब्याड डे भनेर यो चाहिँ न्यू प्रोभिजन फर ब्याड डे भनेर के त यो चाहिँ 8,000 हुँदो रहेछ, यो 8,000 रहेछ भनेर बुझ्नु पर्यो। 8,000 इन्क्रिज न्यू प्रोभिजन फर ब्याड डे भनेर पिएलको डेबिटमा 8,000 लेख्ने। इन्ट्रेस्ट ड्यू अन डिभेन्चर, इन्ट्रेस्ट ड्यू अन डिभेन्चर भनेर छ, यो चाहिँ हाम्रो ड्यू बाँकी चाहिँ के त जम्मा लिन बाँकी 4,000 रहेछ भने लिन बाँकी भनेको त्यो हामीले 4,000 हामीले यो पिएलको डेबिटमा राख्ने। पछि गएर ब्यालेन्स सिटमा क्यापिटल लायबिलिटीमा करेन्ट लायबिलिटिजमा राख्नुपर्ने हुन्छ। यसलाई प्रपोज डेबिट भनेर छ, यो सेयर क्यापिटलको 5% राख्ने। यो चाहिँ पिएल एप्लिकेसनको डेबिटमा 5% सेयर क्यापिटल क्याल्कुलेट राख्ने। पछि गएर के त यो क्यापिटल लायबिलिटीजमा प्रोभिजन अन्तर्गत राख्नुपर्ने हुन्छ। कमिसन रिसिभ एडभान्स भने 1,000 छ,
माथि कमिसन दिएको छ, यहाँ कमिसन रिसिभिङ एडभान्स कमिसन भनेर दिएको छ भने यो त कमिसनबाट लेस एडभान्स कमिसन भनेर यो पिएल एकाउन्टको क्रेडिटमा घटाएर राख्ने, पछि गएर ब्यालेन्स सिटमा करेन्ट लिएबिलिटिजमा चाहिँ कमिसन रिसिभिङ एडभान्स भनेर यही 1000 चाहिँ त्यहाँ लगेर राख्नुपर्ने हुन्छ। यसरी यो हामीले यो हिसाब यसरी गर्न सक्छौँ। यसरी मैले 2076 जिआई सिएलपीको पनि यहाँलाई सामान्य जानकारी गराउने प्रयास गरेँ। ल त मैले आज यहाँलाई यो फाइल एकाउन्टको एउटा प्रब्लम भनेर र चाहिँ एउटा चाहिँ मैले गरिदिएर यसलाई केही बुझाउने प्रयास गरेको छु। आगामी दिनमा यहाँले कुन पार्टको भिडियो चाहनुहुन्छ त्यही अनुसारको यहाँको आवश्यकता अनुसार आगामी दिनमा अन्य पार्टका भिडियोहरू पनि यहाँहरू सामु मैले भिडियोहरू ल्याउने नै छु भन्दै आजलाई यहाँहरूबाट बिदा हुन्छु। भिडियो हेरिसकेपछि यहाँको सुझाव प्रतिक्रियाहरू दिन नभुल्नुहोला भन्दै यहाँको बाँकी फल शुभ होस् भन्दै यहाँहरूबाट बिदा हुन्छु। हस्त धन्यवाद।